Hello guys, welcome back again. Good morning everyone. म चाहिँ फिलहाल घरमा छु। आज सन्डे अनि सानो तिनो काम छ घरतिर है। के काम छ भरे हेर्नुस् तपाईहरुले। त्यो भन्दा अगाडि मर्निङ भ्यूज हेर्नुस् यहाँको ल। बुढो भइसक्यो। हामी चाहिँ गएको काम गर्नु अब चाहिँ भेटौँ खोलामा। के छ मेरो तला चस्मा लाएर कसरी काम गर्ने हो आज भाइले गुड मर्निङ दिनुपर्ने छ। यस्तो छ बाटो। काम चाहिँ के हो भन्दाखेरि चाहिँ देखाउन गइरहेको छु। कस्तो भयो भन्नु भाइ आजको? आज एकदम रमाइलो दिन। आज मजा कस्तो लाग्दैछ यहाँनिर किच्छु डुम्रामा? एकदम मजाको जग्गा रहेछ हो। तिमीलाई मजाको जग्गा भइरहेछ ल। गरम महिनामा हो न तिमी छाला काट्छ फेरि। त्यस्तै हो गरममा त गरमै हो। यस्तो छ गाउँलेहरू। के खानु भएको? ए धन्न बाफ आउँदो रहेछ। ब्ल्याक टी रहेछ बडाको। पहिलाको किचन त यस्तो थियो। मैले एक्लै बनाएको यो चाहिँ। चुल्हा चाहिँ बडाले बनाउनु भएको है? दामी। यस्तो चुल्हा घरिघरि देख्नु पाउँदैन हो कि हैन? ओ एकदम मजा यो। भाइ चाहिँ बडाले सब्जी रोप्नु भएको रहेछ है यसरी। प्याज अरे प्याज यो चाहिँ पहाडबाट लिएर आएको अरे बडाले, हिमाचल प्रदेशबाट प्याज चाहिँ। यस्तो छ। यो चाहिँ उयो है पानी खाने बोतल। आजको काम चाहिँ के हो भन्दाखेरि यो के हो भन्छ तपाईहरुको जग्गामा हामी चाहिँ खोला भन्दा खोला कतिको भयो ठिकै छ। यहाँ चाहिँ अब हामी दाल चाहिँ कुट्नु पर्ने केलाउनु पर्ने आजको दिनमा। त्यस्तो छ। यहाँबाट यसो पारी वेस्ट सिक्किम देख्छ हैन? यता चाहिँ उ गाउँलेहरू। खासैमा त तिमीहरूसँग पनि म गफ गर्न सक्दिनँ कि भाषा नबुझेको कारणले। तरै पनि के हो भन् त? त्यही बुझिन त के भनेको यसले। अप्रिलदेखि क्या आता है? अप्रिलदेखि टाइम भएको छैन निस्किने। तिम्रो नाम के हो भन न? यता चाहिँ उ बच्चाहरू छ सानो हैन? छेउमा लगाएर ठुङ्गेर मार्छ अहिले। अब चाहिँ भेला पार्दैछौँ। सुरु हुन आँटेको छ। यहाँ चाहिँ गोरु नार्नुपर्छ हो। राखेर चाहिँ अनि एकजनाले चाहिँ बोक्दैछ है मजाले। यहीँ बिचमै फ्याँकिदेऊ। साह्रै चिलाउँछ जिउ तर यसले चाहिँ भरे। म्याच सुरु भयो म्याच। अब यसले चाहिँ घुम्छ पेलिन्छ फुट्छ निस्किन्छ। ल डन्ठा त दाल चाहिँ कस्तो रहेछ यहाँनिर? अलिकति पानीले चाहिँ है काम चाहिँ धमाधम चलिरहेको छ आजको दिनमा। राम्रो राम्रो छ है। अरे फुट फुट अरे जाऊ ल। अब अनि मिलाएर कुरौँ न। मिलाउँ बस दाल पुग्छ हो। अब एक लट चाहिँ दाल कुटिसक्यो होइन? यो चाहिँ
पत्करहरू सोत्तरहरू फेकाउँदैछ गल्ती मुनि झरेर बस्तिर हो दामी हुन्छ यो चाहिँ सुँगुर चाल यस्तो भयो आजको हालत चाहिँ झर के भन्नुभएको मेकअप गरेर गयो कि यता पनि मेकअप गरेर टक्कै भएर बसिरहेको छ एकजना चाहिँ यहाँ सक्न आँटिसक्यो सक्दैछ काम के लाउँदैछ यता होइन तँ त सेतो न सेतो भइरहेको छ त बे ओइ बे What are you doing, babe? 20-30 किलो मन त्यहाँदेखि बदमास त्यही त मैले भन्छु नि अहिले तर उयो What is this? हेर्नुहोस् नजारा सनसेट हुँदैछ है त्यहाँनिर चाहिँ यहाँ चाहिँ काम सक्दैछ फिल हालत यस्तो भइरहेको छ त्यो दालको धुलो लागेर अब हाम्रो बडा मौरी काट्नु आँटेछ है बडाले अब चाहिँ यो आजको खेतालाहरू काम धन्दा खतरा चलिरहेको छ सक्न आँटेको छ ल है हेर्दै गर्नुहोस् बडा र म चाहिँ यहाँनिर मौरी काट्नु आँटेको अलिअलि अलिकति देखाउँ न खोस्टा मात्रै छ जस्तो छ बदमास गरेको छ कि यिनीहरूले मलाई चाहिँ मौरी काट्न अलिक डर लाग्छ त्यो कुरा बडालाई देखो भनेको म दल्नु भएको ए चाकाको बिग्रेको रहेछ है त्यो चाहिँ चाहिने थियो चाका चाहिँ त्यो निकाल्यो म छैन तर हामीले चाहिँ सफा गरेको खास भन्दा चाहिँ काटेको पनि होइन अलिकति यो बिगारिरहेको थिएछ कि त्यही भएर सफा गरिदिएको What are you filming? बोट चाहिँ रात पर्यो म चाहिँ फर्केको ड्युटी छ भोलि ड्युटीको लागि यहाँ मेरो धन्नु रेडी छ हो एन्ड थ्याङ्क्स फर वाचिङ स्टे ट्युन्ड गाइस बाइ बाइ